हेलो गाइस, वेलकम टु माई न्यू भ्लग होइन। आज चाहिँ आफ्नै अब म यतातिर अर्को कोठामा आएको छु। अब यतातिर नयाँ नयाँ भिडियोहरू आएको छ, नयाँ नयाँ स्टकहरू पनि ल्याएको छु मैले माछाहरूको। नयाँ स्टक भन्दा नि नयाँ नयाँ स्टक हेर्न पनि गएको थिएँ। अनि मलाई मन पऱ्यो बेटासेटाहरू ल्याएर। अनि केही छैन, अहिले यति मात्रै छ गाइसहरू मसँग होइन। त्यहाँ बेटा ल्याएको छु। अनि यहाँ अस्तिनाको बेटा भइहाल्यो। यहाँ अर्को एउटा मेन बेटा हो, यहाँ यहाँ पनि बेटा ल्याएको छु। उता नि बेटा ल्याएको छु। यता बेटाको लागि भइहाल्यो, यता भइहाल्यो। स्नेलहरूको पानी चेन्ज गरिदिएको थिएँ। स्नेलहरूको रे स्नेक हेडहरूको जेब्रा ब्रिडिङमा राखिदिएको छु। यता जेब्रा ब्रिडिङ हानिदिइरहेछ। अब के छ अरे यस्तै हो स्टक छ, बेटाहरूको स्टक आएको छ। अब यस्तै हो। अब यतापट्टिबाट उता भएको फिल्टरहरू मैले बेचिदिन्छु भनेको छु। अब त्यो फिल्टरहरू बेचिदिन्छु। अब चारो त दिइसकेँ मैले यिनीहरूलाई। मैले चारो त दिइसकेपछि अब के गर्नु त यिनीहरूलाई, त्यस्तो केही गर्नु पर्दैन। अब यिनीहरूलाई अब चारो दिने त मेरो काम भइहाल्यो। चारो दिइसकेँ। के अरे गाइजहरू, तपाईँहरू भिडियो हेर्नु भएको भने तपाईँहरूको घर के अरे छ भने स्ट्रिम छ भने म स्ट्रिम किन्छु। अब माथि जाउँ। सो गाइस, म चाहिँ माथि आइसकेको छु कौसीतिर। यस्तै छ मेरो घरको इन्भाइरोमेन्ट चाहिँ होइन। माथितिर कौसीतिर आइसकेको छु। अनि यो छ नि, यसलाई म बनाउँछु भनेको। यो बनाउनु मिलेन कि पाउन्ड भएको बनाऊँ भने यो बनाउनु मिलेन। अब यतातिर त यस्तै छ। यो यिनीहरू यसरी राखिदिनु पर्छ, यिनीहरूलाई छुट्याइदिनु पर्छ। सधैँ चाहिँ यो देखायो भन्ने होला होइन। तर मैले यहाँ नयाँ नयाँ स्टकहरू छ नि त। यहाँ अस्ति गप्पीको स्टकहरू ल्याएको छु नयाँ नयाँतिर। तपाईँहरू हेर्नु हुँदैन, नयाँ नयाँहरू ल्याएको छु ल। कति ल्याएन गाइजहरू, के गर्नु त। स्टक छ बच्चाहरू। तपाईँहरू सेलमा चाहियो भने आउनु है, यतातिरको म बेचिदिन्छु। गप्पीको बच्चाहरू मेल फिमेलहरू सबै बेचिदिन्छु होइन। बेच्न चाहिँ अब यत्तिकै बेच्नु पऱ्यो, बेच्नु थाल्नु पऱ्यो। अब तपाईँहरू चाहिँ के सजेस्ट गर्नुहुन्छ भन्दाखेरि म यता भएको यो ड्रम पनि खाली नै छ कि। यो ड्रम पनि बेचेर एकचोटि यस्तो बनाऊँ कि भनेर सोचिरहेको छु होइन। अब यो ड्रम बेचेर बनायो भने नि गाह्रो हो। अब एकछिन रोक्नु है गाइज, म मुनि गएर आउँछु अनि तपाईँहरूसँग कुरा गरौँला। मेरो बाहिरको सेटअप पनि दामी है गाइजहरूको हेर्नु। ल यतातिर तपाईँहरूले देखिहाल्नुभयो। अब भित्र जानु पऱ्यो होइन। अलराइट गाइजहरू, यो भित्रको यस्तै भइहाल्यो। यो जेब्रालाई चाहिँ ब्रिडिङ राखिदिन्छ। ब्रिडिङ हान्दैन फेरि यसले नि गाह्रो छ मलाई। यसलाई यस्तै भयो, यसको नि आज यो बेटा यस्तो भयो, यो यिनीहरू यस्तै छ। स्नेलहरूले अन्डा पार्नु यिनीहरूको लागि नि चारो छुट्टै म दिन्छु होइन। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो गाइज होइन। आजको लागि यति नै। बाई बाई, सी यू टुमरो।